गीताञ्जली गरी हैन हो किन भाइ पसलमा पार्सल आएको दाइ यहाँ होइन होला भाइ अन्त्य होला अब यहाँ नाम नम्बर तपाईँको छ एक्सप्रेस कारबाट आएको हो म हिजो पनि आएको थिएँ पसल बन्द रहेछ तपाईँको नलिनु भयो नि साइन गरिदिनु कम्पनी खोइ भाइ यहाँ त होइन मैले केही मगाएको छैन ओइ तैँले के मगाएको थिइस् खोइ भाइ यहाँ त हो जस्तो लाग्दैन मलाई ए सब्जी लिनु नलिनु विदेशतिरबाट आफन्तहरूले सरप्राइज गिफ्ट पठायो कि मेरो हालेर मैले लिइदिन्थेँ यस्तो सरप्राइज तरिकाले सामान कसले पठाएछ कतारबाट हरि नेपालले होइन होला दुबई कोरियाबाट आउने चान्स छैन क्यानाडाबाट बेला अलि भएको छैन के हो सोच्नै सकिनँ के चाहिँ सोच्नु भएको हो साउजी यार उताबाट पेमेन्ट भइसक्यो न तपाईँले पैसा तिर्नु पर्ने हेर्दा पनि मोबाइलै यस्तो छ कि आफ्नो यहाँ साइन गर्नु सामान बुझ्नु एक्सप्रेस डेलिभरीबाट आयो भएर पैसा चाहिँ 2000 रुपियाँ लाग्छ है ए सब्जी लिइदिनु हेर्दा पनि मोबाइल त सुन्छ तर आज एउटा एक्सपेन्सिभ खानु है बात तो सही नहीं सारुण के यहाँ कुछ तो गड़बड़ है जरूर कोई ना कोई गड़बड़ खै त पठाउनुको नाम पनि केही लेखेको छैन नाम किन जायो सामान आयो भइहाल्यो ल ठिकै छ नि त रेडमी मोबाइल पठाएर चाहिँ सब्जी नयाँ मोबाइल आयो पुरानो मोबाइल मलाई दिनु है पख्न खोलेको छैन हेर कस्तो छ गोलमाल है भाई सब गोलमाल है मैले मेरो नाममा के सामान आएन भने लिनु सब्जी लिनु भने चम्कन्छ होइन तर त ओखतमै खाला यो दरो भेटेपछि के आयो ओखरले टाउको खोज्ने गरे हान्यो ढाबा अन्डर डेकोरेट सर्ट हान्यो भाइ माइन नगरेर दुईवटा ओखरले 2000 कमाइ लाग्थ्यो 1000 रुपियाँ गर्दा